सो कुनै पनि बिगिनर ट्रेडर और ट्रेड सिक्न चाहनुहुने व्यक्तिहरूलाई चाहिँ यो क्यान्डलहरू ऱ्यान्डम ग्रिन र रेड क्यान्डल जस्तो लाग्न सक्छ। सुरुमा मलाई पनि त्यस्तै लाग्थ्यो र यो प्रब्लम चाहिँ बिगिनरहरूमा एकदमै देखिने गर्दछ। तर यो क्यान्डलहरू ऱ्यान्डमली नबनिकन यो क्यान्डलहरूले चाहिँ हामीलाई स्टोरी भन्न खोजिरहेको हुँदो रहेछ। सो आजको भिडियोमा चाहिँ हामी यो रेड र ग्रिन क्यान्डलले कस्तो स्टोरी हामीलाई भन्न खोजिरहेको छ र कसरी चाहिँ यो रेड र ग्रिन क्यान्डल फर्म हुन्छ भन्ने कुरा चाहिँ बुझ्नेछौँ हामी। सो ढिलो नगरिकन भिडियो सुरु गरौँ। सो यहाँनिर कुनै पनि एउटा बुलिस क्यान्डल अथवा ग्रिन क्यान्डल चाहिँ यहाँनिर ओपन हुन्छ र सुरुमा चाहिँ सेलरले बायरलाई जितेर प्राइस यहाँसम्म पुगेको हुन्छ। तर इभेन्चुअली चाहिँ सेलरमाथि बायर हाबी परेर चाहिँ प्राइसलाई यहाँसम्म पुर्याउँछ। यो चाहिँ क्यान्डलको हाई हुन्छ। अनि त्यस पछाडि फेरि यहाँसम्म पुग्दाखेरि चाहिँ फेरि सेलर हाबी भएर प्राइस यहाँसम्म बार्गेन गरेर लिएर आउँछ अनि यहाँ चाहिँ क्लोज बनाउँछ। सो यो विक भनेको चाहिँ बार्गेनिङ जोन भयो क्या। यो विक चाहिँ यहाँनिर ओपन भयो, यहाँनिर प्राइस कुनै पनि बुलिस क्यान्डलको। अनि त्यस पछाडि एक टाइममा यो यहाँ तलसम्म पुगेको थियो सेलर हाबी भएर बायरमाथि। तर इभेन्चुअली बुलिस क्यान्डल बन्नलाई त बायर नै हाबी हुनुपर्छ। सो बायरले जितेर प्राइसलाई यहाँसम्म पुऱ्याएको थियो। तर सेलरले चाहिँ एडजस्ट गरेर प्राइस सेलरले यहाँ माथिबाट थिचेर प्राइसलाई यहाँसम्म ल्याइदियो भन्ने कुरा बुझौँ हामी। रातो क्यान्डलमा ठ्याक्क उल्टो प्राइस चाहिँ यहाँनिर ओपन भइदियो। अनि त्यस पछाडि कुनै टाइममा ओपन हुने बित्तिकै बायरले यसलाई पुस गरिदियो होइन, बायरले क्यान्डललाई पुस गरिदियो। अनि त्यस पछाडि बेयरिस क्यान्डल बन्नु छ नि त, बेयरिस क्यान्डलमा त सेलरले जित्नु पर्यो। त्यस पछाडि होइन भनेर सेलरले चाहिँ बायरलाई थिचेर यहाँसम्म ल्यायो सुरुमा। अनि त्यस पछाडि यहाँसम्म ल्याइसकेपछि फेरि अनि बायरले प्राइस एडजस्ट गरेर यहाँसम्म पुऱ्याइदियो। यिनीहरूको बार्गेनिङ सुरु भएर प्राइस चाहिँ ल यहाँसम्म क्लोज गर्ने भनेर यसरी क्लोज गर्यो। सो कुनै पनि बुलिस र बेयरिस क्यान्डलको कथा यस्तो हुन्छ। अब इक्जाम्पलको लागि चाहिँ हामी चार्ट हेरेर बुझौँ है त। पर्फेक्ट इक्जाम्पल यता भेटाएको छु। के भइरहेको छ त भन्दाखेरि यहाँनिर चाहिँ अब बायर हाबी भइरहेको छ नि त। यत्रो ठुल्ठुलो क्यान्डल बनाउँदै यहाँसम्म पुगेको छ। तर इभेन्चुअली यहाँ आएर चाहिँ के भएको छ त भन्दाखेरि यो क्यान्डलमा चाहिँ यो क्यान्डल स्टडी गर्नु पर्दाखेरि चाहिँ यो क्यान्डलको ओपनिङ यहाँ भयो नि त। यो क्यान्डलको ओपनिङ यहाँ भयो अनि यो क्यान्डल चाहिँ एक टाइममा यहाँसम्म पुगेको थियो क्या। बाइङ साइड चाहिँ यहाँसम्म पुगेको थियो होइन। तर सेलिङ साइडले थिचेर प्राइसलाई यहाँसम्म पुऱ्याएको थियो। अनि त्यस पछाडि बाइङ साइडले हल्का एडजस्ट गरेर यहाँसम्म पुऱ्यायो। यतिखेर चाहिँ हामीले के भनेर बुझ्न सक्छौँ भन्दाखेरि अब चाहिँ बाइङ साइड चाहिँ हाम्रो मार्केटमा विक हुन खोज्दैछ भनेर बुझ्न सक्छौँ। यस्तो क्यान्डल भन्दाखेरि चाहिँ होइन, रिजेक्सन खाइरहेछ नि त, यहाँसम्म पुगेको थियो बाइङ साइड हाबी भएर। तर इभेन्चुअली चाहिँ यो प्राइसलाई चाहिँ सेलिङ साइडले थिचेर यहाँ पुऱ्याएर क्लोज गरिदिएको छ भनेपछि अब चाहिँ रिभर्सल मार्केटमा आएको छ भनेर बुझ्नु पर्यो हामीले। अनि त्यस पछाडि सानो टाइम फ्रेममा गएर सेलिङ अपर्च्युनिटीहरू हामीले हेर्न सक्छौँ र यसरी ट्रेड गर्न सक्छौँ। सबै प्राय ठाउँमा त्यस्तै छ हेर्नुहोस् है त। यहाँनिर पनि सेलिङ साइड एकदमै यहाँबाट बेयरिस भएर आइरहेको छ होइन, बेयरिस भएर आइरहेको छ। अनि सबै बेयरिस क्यान्डल बनेको छ। अनि तर यहाँ पुगेपछि के भयो भन्दाखेरि अब चाहिँ सेल साइडलाई चाहिँ सेल साइडको चाहिँ अलिकति दबाब चाहिँ कम भइरहेको छ भनेर दिन थाल्यो। यहाँ मार्केटले साइन त्यस्तो दिन थाल्यो होइन। अनि यो यहाँबाट उठ्न खोजेको थियो तर उठ्न सकेन। फेरि यहाँ पुगेपछि यस्तै खालको क्यान्डल बनिदिएको छ। अब त झन् बुलिस क्यान्डलै बनाइदिएको छ होइन, बुलिस साइडतिर फर्काइदिएको छ मार्केटले। यहाँ तल आइसकेको क्यान्डल पनि यहाँसम्म पुगेर अनि यहाँ क्लोज भएको छ। अनि इभेन्चुअली यो मार्केट माथि गएको छ प्राइस चाहिँ। सो यसरी चाहिँ क्यान्डलहरूले हामीलाई कथा भनिरहेको हुन्छ, एउटा स्टोरी भनिरहेको हुन्छ। सो गाइज हामीले चाहिँ यसरी मजाले कुनै पनि क्यान्डललाई रिड गर्न सक्छौँ र दिस कुड बी योर फर्स्ट स्टेप टु गेट इन्टु द ट्रेडिङ। यति भन्दै आजको भिडियोलाई चाहिँ म यहीँ एन्ड गर्छु।
र तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु होला र तपाईँहरूलाई ट्रेडिङ रिलेटेड कन्टेन्ट कस्तो चाहिरहेको छ प्लिज कमेन्ट डाउन बिलो। द्याट्स इट, थ्याङ्क यू।